वो जान्लाको रुममा यस्तो हुने रहेछ हो। यहाँ हो विशाल मार्ग मजेरी मोमो। रातिको भ्यू देखाउँदै स्ट्रिट फुड। ओ माई गॉड। ओहो है यो हो। ओ यस्तो देखिन्छ। ओहो यो है मजाको छ। रातिमा नारायणघाट पहिला भरतपुर यता नारायणघाट भन्छन् के यो साइडको भरतपुर यता नारायणघाट भन्छन् यार। मैले नि थाहा थिएन। अब अझै पनि म पनि कन्फ्युजनमै नै छु कुन हो भरतपुर कुन हो नारायणघाट। मतलब दुइटै एउटै हो। मतलब एउटै हिसाबमा एउटा एरिया छुट्याएको छन् के। अस्ति नै म मेजरमेन्ट गर्न जाँदा एकजना दिदीले त्यही भन्नुभएको थियो के अरे ल है नारायणघाट या भरतपुरको यस्तो के भन्छन् यार नाइट भ्यू हेरौँ आज। ठ्याक्कै आज असारको 6 गतेको दिन। यहाँ अब ट्राफिक लाइट अब लाग्छ के। यहाँ थिएन यहाँ यत्रो ठुलो सहरमा थिएन। अब बन्दैछ बिस्तारै ट्राफिक लाइट। बहुत भिड हुन्छ क्या यहाँ आएको छ। बाटो क्रस गर्न अलि त्यस्तो त हुँदैन। तैपनि यो पुल हो है नारायणघाटको पुल। उतापट्टि यो के भन्छ नयाँ पुल बन्ने उमा छ योजना छ। अब हेरौँ के हुन्छ कति समय लाग्ला। अब निश्चित एउटा समय तोकेको हुन्छ नि त्यो समयमा त पक्कै बन्दैन त्यो सबैलाई थाहा छ। तैपनि बन्यो भने अब यो पुलभन्दा खतरनाक भन्छ के एकदम आधुनिक। आज दिनभरि अफिसमा बसियो काम हल्का फुल्का गरियो त्यसपछि गरिएन। शनिबारको दिन रेस्ट गरियो। अफिसमा बसेर पनि रेस्ट हुन्छ कहिलेकाहीँ। अब ठ्याक्कै म गाडाकोट आएँ है। पुल कटेपछि यता गाडाकोट भन्छन् के। ओ माई गॉड। ओ रातिको भ्यू देखाउँछु तपाईँलाई कस्तो देखिन्छ। कसम यहाँ अलि बनाउनु पर्ने हुन्छ क्या। ओ